हेलो गाइज वेलकम छ मेरो च्यानलमा ओके आइएम दिस ब्लगर तपाईँको लागि नयाँ चिज ल्याएको छु। आज म कहाँ जान लागेको छु तपाईँलाई थाहा छ थाहा छैन ओके हिँड्नुहोस्। म आज जान लागेको हाम्रो चिसो झरनाको पानीबाट नुहाउन लागि गाइज ओके। तर अलिकति टाढा छ हेर्नुहोस्, बाटो यही हो, अलिकति टाढा छ। यहाँबाट भ्युज पनि बवाल देखिन्छ हेर्नुहोस्, कतिजना भ्युज देख्यो नि, त्यहाँ भ्युज देखिया बवाल भ्युज देख्यो। यो सबै गरहरू हो, अहिले रोप्नको लागि पानी आएको छैन, पानी आयो भने रोपिन्छ। त्यसैले हेर्नुहोस् चिसो पानी नुहाउनको लागि म लुगा लिएर गएको छु। ठाउँ पनि चिसो कि झर्ना पानी नुहाउँदा दुई साल बसियो। त्यहाँको पानी त बाली बाल कति बाक्लो थियो, कति पतालो भयो कि, त्यसले गर्दा अब चिसोमा नुहाएपछि बाल आउँछ कि भनेर फेरि नुहाउन लगाइस। ठाउँ हेर्नुहोस् भोलि बवाल छ हेर्नुहोस्, झर्नाको पानी ओके न। यस्तो पो स्वर्ग भनेको, स्वर्ग है अब नेपाल स्वर्ग, स्वर्ग भने चिन्छ नेपाल हाम्रो किन। विदेश दामी छ घुम्न त बवाल छ दुबई, तर त्यस्तै हो, काम गर्ने मान्छेले के को राम्रो किन। यही भ्युज कति दामी देखियो भ्युज हेर्नु। ओ सुन्दर, ओ पारी लमजुङ, त्यो अरि तनहु म जान लागेको छु पाहाडको बिचबाट नुहाउने ठाउँमा। हेर्नुहोस् झर्ना खेतको ठाउँबाट हेर्नु बवाल देख्यो नि। अहिले एक्लै छु नुहाउन जान लागेको गाइस। यस्तै जो जिन्दगी, यस्तै छ नयाँ चिज मेरो ब्लगमा तपाईँलाई देख्न मिल्छ। गाउँको बारेमा हर चिजमा मेरो नयाँ नयाँ चिज ल्याउँछु तपाईँको लागि ओके। मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् ल हेर्नु है, जान्छ नुहाउन लागि गाइस। 7 दिन भइसक्यो दुईवटा आएको, 7 दिनमा 3 चोटि नुहाइखा, 2 चोटि काठमाडौँ नुहायो, 1 चोटि यहाँ नुहायो। अब फेरि चोटि नुहाइ 4 चोटि नुहाइन्छ गाइस, 4 चोटि नुहाइन्छ है। किनभने अब यहाँको पानी त चिसो हुन्छ। पलेर हेर्नुहोस् बवाल, पुरा जङ्गल जङ्गल छ यहाँ, देख्नु जङ्गल, पुरा जङ्गल छ यहाँ। अब नुहाउन जाँदा गाइस, नुहाउनलाई पनि साथी चाहिँदैन, एकदम चाहिँ सुनसान छ, डरलाग्दो बाटो ओके न गाइस। यस्तै जिन्दगी हेर्नुहोस्। यहाँ यसो पन्देरा, यो पन्देरा हाम्रो नुहाउने ठाउँ, यहाँबाट पानी आएको छ। झर्ना हेर्नुहोस्, वाह झर्ना 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 यसो माथिबाट पानी आएको गाइस, माथिसम्म झर्ना हेर्नुहोस् गाइस, मुनिसम्म यो पानी यहाँबाट पानी आउँछ। म जाँदा खास मुनि नुहाउनलाई यो हेर्नुहोस् गाइस, आइसक्यो यही हो गाइस हाम्रो नुहाउने ठाउँ। हेर्नुहोस् कस्तो छ कमेन्ट भन्नु ल गाइस। ल म नुहाएर देखाउँछु ओके गाइस। हेर्नुहोस् पानी आइसक्यो चिसो पानीमा, आहा क्या दामी छ हेर्नु गाइस। मलाई चिसो नुहाउन मजा आउँछ बुझ्नु गाइस। आहा क्या चिसो बवाल चिसो पानी गाइस हेर्नु, स्वर्ग स्वर्ग हो भने हाम्रो नेपालमा स्वर्ग। चिसो पानी सब दुधै पानी खाएको यस्तो मिठो पानी खानु पर्छ गाइस। त्यो पानी दुधै होइन चाँगै त्यहाँको बेस्ट सकेन, तर हाम्रो नेपाल स्वर्ग गाइस। मलाई बवाल छैन, जङ्गलको बिचमा यो धारा छ अनि यहाँ नुहाउन आएको छु गाइस। सबलाई कस्तो लाग्यो मलाई कमेन्ट भन्नुहोस्। यस्तो यस्तो भिडियो हेर्नु नभएमा सब्सक्राइब गर्नु गाइस ओके, भुल्दैन ओके। हेर्नुहोस् गाइस तपाईँले भन्नुहुन्छ नि हाम्रो नेपाल कस्तो सुन्दर छ हेर्नु, क्या दामी छ हेर्नुहोस्, क्या मजा आयो नुहाउनमा। यस्तो जिन्दगी त कहिले होला, 2 सालपछि यस्तो जिन्दगी आयो कि मेरो, 2 सालपछि ओके न। तपाईँ नुन पानी नुहाउँथेँ दुईमा आयो दामी नुहाउँदा, यस्तै झर्ना पानी पाहाड हुँदै पाहाडमा अरू कहाँ हुँदैन यस्तो उत्तराखण्ड हिमाचल त्यस्तो ठाउँ हुन्छ कि यो। ए सुनसान ठाउँ हेर्नुहोस् बवाल थियो नि, यो सुनसान ठाउँ बिचबाट धारा, त्यो पानी मुनिबाट आएको पानी हो, ठन्डा चिसो मिठो, पिनामा एकचोटि पिएपछि शीतल हुन्छ पेट पनि गाइस है। तपाईँलाई कस्तो लाग्यो एकचोटि कमेन्ट भन्नु गाइस ओके। गाइस म नुहाएर निस्किसक्यो हेर्नु धारा, यो धारा म गाइस नुहाएर निस्किसक्यो। हातमा लुगा छ, जुन लुगा मैले लगाएको थिएँ त्यो लुगा लगाएर निकालेर नुहाएर हात ड्रेस लगाइसकेँ। अब म जाँदैछु रुममा गएपछि सुकाउँछु, त्यसपछि खाजा खान्छु। खाजा बनाएर मम्मीले पक्कै खाजा खाएपछि हेरौँ के हुन्छ कस्तो हुन्छ। कता जाने प्लान भयो भने गयो जाऊँ ल, नभए रुममा बसेर साउथ मुभी हेरौँ ल ओके गाइस। बवाल साउथ मुभी हेर्नु छ। यो हाम्रो धान देख्नु हो, धान पाहाडको बिचमा म नुहाएर आएको, हा क्या मजा आयो मलाई नुहाउनमा, शीतल भयो कि बल्ल 2 सालपछि फिलिङ भयो कि म नुहाएको। आज नभए 2 सालसम्म फिलिङै भएको छैन नुहाएको, नुहाउँछ फिलिङ हुन्थेन कि, तर के भने विदेशको पानी त्यस्तै हो किन, नमिठो पानी तातो पानी हो किन, त्यो फिलिङ भयो बल्ल फिलिङ भयो। क्या मजा आयो क्या नानीमा, बवाल मजा है गाइस। तपाईँ कस्तो लाग्यो मेरो भिडियो, मेरो ब्लग, मेरो एउटा कन्टेन्ट्स बनाएको सानोतिनो भनिदिनु होला कस्तो लाग्यो कमेन्टमा ओके। सब्सक्राइब गर्न नबिर्सिनु ओके।
यस्तो यस्तो भिडियो हेर्नलाई मलाई माया गरिदिनु ओके। आजलाई यति बाई।